नमस्ते दार्जिलिङ, नमस्ते लोधोमा, साईराम। हेर्नुहोस्, जाडो चाहिँ एकदमै छ। आज चाहिँ जाडो कम्ती नहुने रहेछ। त्यत्तिकै धुम्ब छ, त्यत्तिकै फगी छ, जाडो एकदम छ। अनि मेरो सबै भ्युवर्सहरूलाई सुरक्षित बसिदिनुहोस्। जाडोमा तातो तातो यसरी टोपी लाएर, मास्कहरू लाएर, मफलर लाएर, ज्याकेटहरू लाएर बस्नुहोस्। अझै दार्जिलिङतिर भएकोहरूले चाहिँ हातमा पन्जाहरू पनि लाउनुहोस्। भयो भने आँखामा चस्मा पनि लाउनुहोस्, किनकि आँखामा चस्मा लगायो भने चाहिँ तपाईँहरूको आँखा सुरक्षित हुन्छ, चिसोबाट बाँच्छ। किनकि हाम्रो त्यो आँखामा पनि चिसो पस्छ नि त। आँखामा चिसो पस्यो भने पनि साह्रो पार्छ। अनि यो कान पनि एकदम बन्द गर्नु, कानबाट पनि चिसो पस्छ। अब तपाईँहरूलाई थाहै छ, नाकको दुलोबाट चिसो पस्छ, थाहै छ। अब सासबाट त मुख गर्दाखेरि, बोल्दाखेरि चिसो पस्छ है। तपाईँले एकदम ढाकेर राख्नुहोस्, सुरक्षित बस्नुहोस्। जाडो चाहिँ एकदमै छ। अझै बिहानको भन्दा अझै जाडो हुँदै जाँदैछ सिलगढीमा चाहिँ। तपाईँहरू सुरक्षित बस्नुहोस् र तातो तातो पानी पिउँदै, मोमो, तातो तातो थुक्पाहरू खाँदै, तातो चिज खाँदै बस्नुहोस्। सबैलाई धन्यवाद छ। साईराम।